हेलो गाइज वेलकम ब्याक टु माई एनदर भिडियो। आज चाहिँ म केही विशेष विशेष टपिकहरूको बारेमा भन्न गइरहेको छैन। लेट्स गो। फर्स्टमा चाहिँ म सान्तोसबाटै जान्छु होइन। सान्तोस एफसीको म्याच रहेको थियो आज, बट नेमारले खेल्न पाएका थिएनन्। सान्तोस एफसीले गेम हार्न पुग्यो सेमी फाइनलबाट। त्यही टिममा दुईचोटि गेम हार्न पुग्यो होइन, तर नेमारले खेलेको थिएन आज। सबैले धेरै जसोले लाग्न सक्छ नेमारले म्याच किन खेलेन भनेर। बट सान्तोस एफसीको कोचले के भन्नुभएको थियो भने नेमार घाइते छैनन्, नेमारलाई रेस्ट गराएको हो, किनकि यो म्याचमा कुनै असहज अप्ठ्यारो नहोस् भनेर गेम नखेलाएको भन्ने न्युज चाहिँ मैले सुनेको थिएँ होइन, हेरेको थिएँ। त्यही हो। अब केही दिनमै नेसनल ब्रेक हुन गइरहेको छ होइन। नेसनल ब्रेकमा चाहिँ अर्जेन्टिना र कोलम्बियासँगको म्याच छ। त्यो म्याचमा चाहिँ हामीले 100% नेमारलाई देख्दैछौँ। ल त्यही हो गाइज। अनि त्यस पछाडि चाहिँ ला लिगाको कुरा गर्दा चाहिँ हिजो बार्सिलोनाको म्याच थियो होइन। बार्सिलोनाको म्याच चाहिँ सस्पेन्ड भयो यसको, किनकि बार्सिलोनाको म्याच हुनुभन्दा केही अगाडि लाइनअप साइनअप सब आइसकेको थियो। गेम रेडी हुन बाँकी मात्र थियो होइन। त्योभन्दा बार्सिलोनाको डाक्टर मरेको भन्ने कुरा आयो होइन। त्यसैले पोस्टपोन भएको थियो म्याच। रेस्ट इन पिस। त्यसैले आज चाहिँ एटलेटिको मैड्रिडको म्याच रहेको थियो। एटलेटिको मैड्रिडले गेम हारेको छ होइन, गेटावेसँग गेम हारेको छ। एटलेटिको मैड्रिडको म्याच धेरै राम्रो थियो, बट एटलेटिको मैड्रिडले गोल स्कोर मात्र निकाल्न नसकेको। यसै गरी रियल मैड्रिडको गेम थियो होइन। रियल मैड्रिड जस्तो त गोल स्कोर त निकाल्यो, बट गेम चाहिँ त्यस्तो चित्त बुद्ध थियो होइन। तर गेम जस्तो भयो नि, यो टाइममा रियललाई 3 पोइन्ट चाहिएको थियो। जोस 3 पोइन्ट निकाल्यो, केही छैन। अब बार्सिलोनासँगको पोइन्ट बराबर भएको छ। के हुन्छ हेर्दै जाउँ। अहिले चाहिँ बार्सिलोना एटलेटिको मैड्रिडको चाहिँ ग्याप धेरै भइसकेको छ होइन। रियल मैड्रिड र बार्सिलोनाको पोइन्ट चाहिँ अहिलेसम्म बराबर छ। त्यही हो। अनि युनाइटेड भर्सेस आर्सेनलको म्याच, यो म्याच चाहिँ लास्ट इन्ट्रेस्टिङवाला थियो होइन। ब्रुनो फर्नान्डेसको त्यस्तो दामी फ्री किक के, अनि लास्ट पेलिरहेको म्यान युनाइटेडले लास्ट पेलिरहेको थियो, बट ड्र हुन पुग्यो, केही छैन। आर्सेनललाई ड्रमा रहेको थियो। पिएलमा एक्लै लिभरपुलले राज गरिरहेको छ अहिले चाहिँ होइन। त्यही हो। अब हेर्दै जाउँ के हुन्छ।